फाइनल्ली हामी चाहिँ आइपुग्यो। मेरो जुत्ता नै बिगार्दियो यार। आई लभ यु सुभिक्षा अरे। आज त हामी ककनी घुम्न आएको। ककनी हो कि ककनी होइन। यहाँ चाहिँ गाडी फसेको छ अरे, बाइक छिर्ने पनि ठाउँ छैन अरे। यहाँ पुगेर फसेन त भेजा हुन्छ यार। आफै लेट गर्ने अनि उसलाई चाहिँ अहिले कम्पिटिसन चाहियो। लेफ्ट राइट पनि आउँदैन, कसैले पनि डिजर्भ गरेन क्या यस्तो ठाउँ यार। यस्तो यो सिटमा बस्ने कपल्सवाला फोटो खिच्ने हुन्थ्यो नि। ग्राउन्ड जस्तो छ नि हजुर, जाने क्या तलतिर। अर्का खाँची के अरे हामी यो पश्चिमको बाटो क्या पुटल नारायण घाटको जाने बाटो मान्छेलाई यत्तिको जाम त यत्तिको बाटो त नर्मल नै हो हुनलाई। हेलो गाइज, वेलकम टु माई लाइभ होइन युट्युब च्यानल। अब विपिन दाइले पनि भ्लग बनाउँछ। अहिलेसम्म चाहिँ मलाई त्यति भ्लगको नलेज छैन, त्यही पनि लेट्स ट्राई भनेर आज एउटा मात्रै भए पनि ट्राई गर्छु भन्ने सोचिरहेको छु। सक्यो भने चाहिँ म फुल भिडियो बनाउँछु नै युट्युबमै राख्छु। सक्छु जस्तो त लाग्छ छैन अहिलेसम्म चाहिँ, जे भइरहेछ नि। लेट्स ट्राई भनेर चाहिँ हिँडिरहेको छु। केटाहरू छन् उता कहाँ घुम्न जाने भनेको थिएँ, पानी परिरहेको थियो बिहानसम्म। 81 जोस चढ्यो क्या। मलाई भ्लगको नलेज छैन है केही, जति देखाएको छु जे प्रोसेस हो मलाई सचिन दाईको चाहिँ थाहा छ, त्यति हो। लेट्स ट्राई। अब मम्मीहरूलाई पनि भन्छु म भ्लग बनाउँदैछु भनेर, मम्मीहरूको रियाक्सन हेरौँ। ल गाइज, वेलकम टु माई भ्लग। म भ्लग बनाउँछु क्या मम्मी। अब के भन्नुहुन्छ? खानाकै छ के, मैले यहाँ भ्लग गराउँछु भनेको छु। यस्तो राम्रोसँग चाहिँ बालै दिन्न नि यार, भ्यालु नै छैन न। खतरा फेरि त्यो प्रतिभा मेरो गर्लफ्रेन्ड होइन। म आज बनाउँछु, लाज लाए पनि बनाउँछु, तर अपलोड गर्दैन थाहा होइन। म चाहिँ जे भए पनि आज चाहिँ लेट्स ट्राई। यस्तो हेनतेन जस्तो भए पनि स्वयम्भू होइन, स्वयम्भू गएर भ्लग बनाउँछ बौला छु र म चाहिँ अब रेडी भइसकेँ। यहाँ कसैले सिरियस त लेखाइन, तर मैले पनि सिरियस त लेखाइन। बनाएर सक्छु कि अब पोस्ट गर्न सक्छु कि सक्दैन त थाहा छैन अहिलेसम्म। बनाउन सक्नुहुन्न थाहा मलाई। बनायो भने पोस्ट गर्छु म। युट्युबमा सब्सक्राइबर नै छैन, पहिला त लाइभ बसेर सब्सक्राइबर बनाएर क्लिपहरू राख्छु, त्यो मैले चाहिँ सब्सक्राइब गर्दै अनि बल्ल अपलोड गर्ने हो क्या। यो अगाडि चाहिँ यो मैले टिकटकमा राख्छु त्यही हो। अब त्यही हो, अरू कुरा चाहिँ उता गएरै गरौँला। केटाहरू चाहिँ उतै छन् होला सायद। यहाँ त सिरियस उनीहरूले कसैले लेखाइनन्। ल म चाहिँ निस्केँ मम्मी, पैसा दिन्न, पैसा दिन्न। भ्लगमा इज्जत, भ्लगको इज्जतको लागि भए पनि पैसा दिनु। यस्तो यो त मेरो यो त कभरको पनि पैसा उठ्दैन। ल म चाहिँ निस्क्यो। अब कति बेला बेलुका कति बेला आउँछु चाहिँ थाहा छैन। नआउनु पनि सक्छु म, उताबाट भोलि अफिस जान पनि सक्छु। होइन कहाँ बस्नु त नि। ल म निस्केँ, भाइ म अहिले चाहिँ स्वयम्भू पुगेपछि साथीहरू केटाहरूसँग भेटेपछि म भन्छु। यो चाहिँ स्वयम्भू हो। मैले फर्स्ट टाइम भ्लग गरिरहेको छु, मलाई भ्लगिङको नलेज छैन, त्यही पनि यो दिमाग खराब गराइसक्यो। भेजा भइसकिरहेको छु। जाने टुङ्गो अझै पनि कहाँ हो भन्ने चाहिँ थाहा छैन, त्यही पनि जाने चाहिँ कहाँ। अब यत्र त कखनी पुगेर फर्किन्छ त नि, उहाँ गएर हेर्ने आउने मात्र हुन्छ गयो भने। गनाको बोका त्यही होइन, गर्नु सक्ने केही होइन फेरि। अस्ति नै मलाई झोर लिएर गयो है। म त हामी दुईजना मात्रै होला भनेको त केटीसँग के आफू हिँडिरहेछ, म एक्लै ल्याइदिने हो त्यो त तिमीलाई यसले चिनिरहेछ क्या हो भने। कसले? यसले तिम्रो साथी विपिन भन्ने छ भन्छ ऊ। भन्दै थिएँ मैले। कसरी चिने मलाई वे? टाइम फिक्स गर अनि त्यसपछि हामी चाहिँ जहाँ जाने गइहाल्नुपर्छ कि। यसो तले त स्विजरल्यान्ड पार्कमै हुन्छ जस्तो त्यही यस्तो लाग्यो।
बिहान पानी परेर भेजा हाने एकछिन अनि त्यसपछि तिमी मन गर्छु भनेको गर्नै छैन। प्लान क्यान्सल हुँदैन भने होइन त क्यान्सल चाहिँ भएन तर टुङ्गो भएन। अब के हुन्छ यहाँ प्लान, म जता गए पनि म खबर चाहिँ गर्छु। अहिले चाहिँ हामी टक्क लाएर यो चाहिँ बालाजु बाइपास हो। यो रोड चाहिँ नुवाकोट जाने रोड भन्छन् होला, सायद ककैन जाने रोड पनि यही नै होला। केटाहरू चाहिँ अब पुरिरहेको छ कि उता केटीहरूले लिएर आउनु पर्ने, केटीहरूको काम तिमीहरूलाई थाहा नै छ। त्यस्तै हो, लेट गर्छन् र अति लेट गरे क्या। कहाँ हो के केही टुङ्गो छैन, पनि खतरा छ कि फेरि त्यहाँदेखि उता केही शिवपुरी माथि के अरे जमाछु हो कि जमात नाम पनि कस्तो अप्ठ्यारो थियो, त्यहाँ चाहिँ म गएको छु। त्यति बेला पनि भ्लग बनाउनु पर्ने हो मैले, तर त्यति बेला चाहिँ मलाई भ्लगको त्यति साह्रो मुड थिएन, लाज लाग्थ्यो क्या मलाई। अलि पनि हुन त अहिले पनि लाज नै लागिरहेछ। कसरी बनाउने के गर्ने केही आई डोन्ट नो कस्तो के हुन्छ। एडिटिङको प्रोसेस पनि त्यही सचिन दाईले हल्का हल्का जाने थियो नि त, म त हल्का जाने थिएँ, तिनले धेरै जाने नि त्यस्तो कुरा। तिनकोबाट हल्का अब म यो भिडियो चाहिँ जसरी नै अपलोड चाहिँ गर्छु, एउटा भए पनि अब च्यानल टक्क बनाएर सब्सक्राइबरहरू युट्युब लाइभ बसेर भए पनि म बनाउन त बनाउँछु। आशिका दिदी आउनु सक्नुहुन्छ है यहाँ? आशिका दिदी आउनु सक्नुहुन्छ? जम्मा मुतिर बेलामा समात्यो भने त भेजा भएन अनि तिम्रो खै त अनि खोज्यो नि के तिम्रो जाने चाहिँ कहाँ हो अहिले? कहाँ खोज्यो नि तिम्रो? हामी त आधा घन्टा भइसक्यो नि, अझै पनि आउनु बाँकी हो। अझै बाँकी आउनु यहाँ माहौल त्यति मैले जस्तो मानेन। अघिसम्म माहौल राम्रै बनिरहेको थियो, लेट भयो क्या। जानी जोस पनि उनी त सेलाइसक्यो क्या। यिनको मुड अलि त्यति गतिलो देखिरहेको छैन मैले। साथीले मान्छे गतिलो खोजेर यहाँ ताल त्यति राम्रो मैले देखेन। जाम म पनि बनाउँदा उहाँ टिकटक बनाइरहेको छन्। गाउँ कहाँहरू देखिँदैनन्, तर पनि अहिले भाइरल भएको गीतमा गएर बनाइदिउँ क्या, दर्याम भन्दै। त्यसको छममा देख्दाखेरि मलाई चाहिँ अबदेखि लभ नै नगरौँ जस्तो भइसक्यो होइन त, अहिले पनि गरिरहेको छैन। त्यही पनि माहौल यस्तै छ। मलाई त हाँस लाएर म के गरौँ तर अब म चाहिँ बिचमा बाटोमा गए बाटोको बिचमा खबर गरिराख्छु म। अब बिचको साथी र मेरो मुड चाहिँ त्यति अलि हाम्रो उहाँ पुगेला जस्तो हाम्रो मुड छैन, त्यही पनि लेट्स सी के हुन्छ। फाइनल्ली हामी चाहिँ 2 घन्टा लगभग 2 घन्टा घुरेपछि त्यो कुकुरलाई लिएर आयो अनि अगाडि पुगिसकेको छ। अर्को ग्रुप चाहिँ पछाडि छ हाम्रै। हामी चाहिँ तर जाने मुड पनि कस्तो त्यस्तो भेजा भइसक्यो क्या। हामी चाहिँ के भनेर गएको छौँ भने अब पुरो अर्को त दुईजनाले आफ्नोलाई केटी हुने मिल्ने जस्तो दिएर गएछन्। पुरो म चाहिँ मस्त गएर हामी आफ्ना भिडियो बनाउने, टक्क फोटो खिच्ने अनि चल्दिने। हामीलाई बाल भएन अरूको। त्यस्तो रिस उठ्यो। अब चाहिँ म बिचमा सिनहरू चाहिँ म क्याप्चर गरेर चाहिँ म गाइदिन्छु मात्रै। ग्यारेज रहेछ नि त यहाँ। ब्रेक चाहिँ चेक हान्नुपर्छ जस्तो छ कि न। हामी चाहिँ ब्रेक चप्प लागिरहेको छैन, त्यही भएर चाहिँ हामी टक्क ब्रेक बनाउनको लागि पुर्या हो। ब्रेक बनाएर कुदाइहाल्ने हो कि। 11 किलोमिटर देखाइरहेको थियो। यस्तै छ। केटाहरू चाहिँ आएको छैन, अझै आउनुपर्ने हो। 11 किलोमिटर जम्मा ककनी जम्मा 11 किलोमिटर ककनी देखा हो? मैले देखा हो। अनि के भने त नि फेरि तिमीले अति गऱ्यो नि यार। अति नै
हामी कति कुर्यो दाइ सोध 2 घन्टा 2 घन्टा त हामीले मात्र कुर्यो भनेपछि बुझ बाइक चेकिङमा गएर कुदेर हामी चाहिँ अस्ति नै सचिनसँग आएको बेला चाहिँ यो बाटो गएर उहाँ पुगेको थियो अनि त्यहाँ टिकटक बनाएको थियो त्यो के अरे तिम्रै छोरी नखर मौलीवाला कसैलाई याद छैन होला तर छैन भने पनि केही छैन तर मलाई के को भ्लगिङको जोस चढेर चाहिँ थाहा छैन होला है यो मैले यो देखाएको थिएँ यार भ्लगमा यसबाट भित्रै छिरिरहेको थियो केटाहरू भित्रै हो अझै त कति छ कति यार बाटो त यही लाइनमा हो यही लाइनमा हो त्यस्तो साथीलाई चाहिँ त्यस्तो अफरोडमा चलाएर हिँड्छन् क्या अब फेरि मलाई त आउँछ तर म चलाउँछु चाहिँ भनेर म जान्ने हुन्न किन अर्काको बाइक जाममै के भइहाल्यो भने पनि भेजा हुन्छ क्या त्यो भएर तर बाटो चाहिँ भेजाइरहेछ क्या साथी यहीँबाट यही लाइनमा हो ड्राइभर आउँछ रुख भयो तर होइन बाटो चाहिँ भेजा नै छ तर म अब ब्लग यहीँ अहिलेलाई चाहिँ यत्तिकै छोड्छु यसलाई म यहाँ डिरेक्सन बनाउनु पऱ्यो तर चलाइदिन चाहिँ त्यस्तै गाह्रो छ अब यही लाइनमा हो केही छैन अरू त कुन हो नुवाकोटु ककनी बोर्ड ककनीको देखिसक्यो ल अब चाहिँ म अरू पछि एकछिन पछि म ब्लग गर्छु केटाहरू चाहिँ अझै कहाँ छ चाहिँ थाहा भएन उहीँ छ अरे बाटो स्कुटीमा छ केटाहरूलाई गाह्रो छ नि त हाम्रो त्यही पनि बाटो त्यहाँनिर त खतरा भेजा थियो है अझै माथि नि उहीँ माथि जम्मै त्यस्तै छ अरे भेजा हुने भयो त्यसरी त काठमाडौँ एरिया चाहिँ त्यो यो चाहिँ हामी ककनी नुवाकोटमा छिरिसकेका छौँ अब ककनी पौवा सिक्किमहरू यो चाहिँ पौवा भन्ने ठाउँ रहेछ कोही मेरो ब्लग हेरेर कोही आउँदै हुनुहुन्छ भने चाहिँ अहिलेको टाइममा चाहिँ बाटो यस्तै छ है त्यो चाहिँ प्रिपेयर भएर आउनु होला तर म भिडियो चाहिँ सकेसम्म म सर्ट नै राख्ने कोसिस गर्छु लम्बा भयो भने भेजा हुन्छ कि धेरै हुन्छ तर पार्ट 1 मै सक्छु म फर्स्ट ब्लग स्टार्ट भयो त्यही पनि पार्ट 1 र 2 गर्दिनँ केही छैन ल बिचमा भेटौँला फेरि बल्ल तल्ल यहाँसम्म आयो लास्टमा त्यहाँ चाहिँ गाडी फसेको छ अरे बाइक छिर्ने पनि ठाउँ छैन अरे हप्तै फसेको गाडी के निकाल्नै नसक्ने गर्दै फस्यो ट्राई गरेर हामी फर्किन्छ होला यहाँ पुगेर फर्किँदा त भेजा हुन्छ यार 2 घन्टासम्म त्यसलाई वेट गरेर पानी रोकिन्छ भन्दा बिहान वेट गरेर लास्टमा आएपछि त गाडी खतरा जाममा छ के अरे फस्या छ अरे क्या निकाल्न गाह्रो छ जाम चाहिँ खतरा होला जस्तो छ बाटो पनि खतरा खच्चड थियो कि राम्रै सोचेर आइरहेको थियो भ्लगमा हेर्दाखेरि चाहिँ राम्रै थियो तर आफ्नो भ्लगमा चाहिँ राम्रो होला जस्तो छैन यार बाटो धेरै खतरा छ है गाडी चाहिँ खतरा नमजाले फसे जस्तो छ कस्तो नराम्रो पर्छ हल्का बाइक चाहिँ अहिले खुलिरहेको बाइकजनालाई केटाहरूले के गर्छ अब हाम्रो केटाहरूले के गर्छ भन्ने कुरा हो यो चाहिँ सन्दीप हो हामी अर्घाखाँची के अरे हामी यो पश्चिमको बाटो क्या पुटल नारायण घाटको जाने बाटो मान्छेलाई यत्तिको जाम त यत्तिको बाटो त नर्मल नै हो हुनलाई तर अहिले चाहिँ अरू बेला गाडीमा भइन्थ्यो नि त अहिले चाहिँ आफै यिनीहरू बाइकमा स्कुटीमा हुँदाखेरि चाहिँ हल्का भेजा नै भने यत्तिको जाम चाहिँ यो नर्मल नै थियो यत्तिको जाम नर्मल हो नर्मल बनाइदियो मजाको ढुक्क फोटो पनि खिच्न नसकिने जस्तो भयो यार यो जुत्ता बेहाल बनायो पानी पनि यस्तो छ अब पानी खोज्नुपर्छ आफ्नै ब्यागको पानी निकाल्न पर्ला जस्तो छ यार मेरो जुत्ता नै बिगारिदियो यार ल यहाँ हेर न
कस्तो भइरहेछ अवस्था? यतिको जाम त नर्मल हामी बुटोलले घर पुग्ने मान्छे है, तर जुत्ता बिग्रियो क्या घरकोले धोइदिन्न नि यार, आफै धुनुपर्छ। यहाँ हेर न तिमी कहाँ भनेको त नि झन् बाइक ढकालामा फस्या र धन्दा त्यहाँ पछाडिको मान्छेले ढकाल्ने जुत्ता नै यस्तो जुत्ता पुस्दै बसेको नि ढिलो भइसक्यो कि ओ हिँड हिँड अब त। तर होइन बाटो त यतिको यो ठिकै नै हो, मतलब भेजा नै छ बाटो त। अर्को वाडी गुम्बाको बाटो देखाएको छु भने होइन, भेजा बनायो घरमा गएर आफै धुनुपर्छ यार, मार्छन् यार, धुइदिनु नि घरकोले। जुत्ता फोहोर भन्दा पनि घरकोले चाहिँ धोइदिन्नन् भन्ने कुरा हो क्या। मार्छन् यत्रो पनि धोइदिन्नन्। मुखै छाडेर पनि, मुख छाड्दै पनि यो फोहोर शब्द पनि अलि नपुग जस्तो हुन्छ कि यस्तो बिग्रियो जुत्ता यसरी पुरै सिक्यो। हातमा बोक समातेर आउँछु यार, स्ट्रबेरी देखिन थालिसक्यो। कहीँ जाने बाटो कता माथि हो चम्चम। हस् धन्यवाद। भ्यू चाहिँ राम्रै हो, तर बाटो त मुगलिङको टक्कै मुगलिङमा जाम परेर जस्तो लाइन छ यो चाहिँ। तर यो धेरै होइन हाम्रो लागि, 5 घन्टा 6 घन्टा जाममा पर्ने यो त के होइन। 4-5 4:30 हुन लागिसक्यो, आधा घन्टा बसेर फर्किनु। बाटो त कस्तो के हो हुन त गाउँ नै हो, डेभलप त के न सबै स्ट्रबेरी फार्महरू के फार्म हुन्थ्यो नि, फार्म मतलब पर्सनल फार्महरू पनि फेरि हुन त। त्यही पनि एरिया चाहिँ राम्रै हो कि गाउँ नै हो कि प्रोपर गाउँ, हाम्रो घर जस्तो छ त्यस्तै हो। त्योभन्दा नि अझै हाइटमा छ बरु यो चाहिँ। त्यो घरहरू पनि लगभग माटोकै हुन्छ होला, किनकि यता जति भूकम्पले चाहिँ हल्लायो नि त उति बेला, यहाँ त झ्याप्प हल्लाइहाल्छ नि त। हेलो भूकम्प हल्लाएको भएर चाहिँ यहाँ घर चाहिँ सानो भए पनि त्यो सिमेन्टको छ होला कि त्यो एल्युमिनियम होला जस्तो पनि छ कि प्रोपर हाम्रो घरतिर चाहिँ जस्तो हुन्छ नि त्यो माटोको घर। ऊ त्यहाँ चाहिँ रहेछ त्यो एक ठाउँ चाहिँ रहेछ त्यस्तो घर, यहाँ अरू चाहिँ छैन। तर पनि अहिलेसम्म चाहिँ गर्ने रमाइलो नै भइरहेछ। फाइनल्ली हामी चाहिँ आइपुग्यो, सायद यही नै हो ठाउँ। मैले ब्लग हेरे अनुसार राम्रै देखिरहेको छु। जुत्ता हेर्ने, जुत्ता चाहिँ यस्तो भयो कि अब घरमा गएर धोइदियो त भन्यो भने मम्मीले हान्नुहुन्छ पहिला। भ्यू पोइन्ट साइड यहाँबाट भनेको त माउन्टेन भ्यू साइड भनेर, तिनीहरू फेरि झिलेर आएर नि त्यहाँ। हामी चाहिँ बाल भएन, ओ छिटो आइज न। तर माउन्टेन भ्यू पोइन्ट साइड भने फाइनली हामी चाहिँ यहाँ आइपुग्यो। यस्तो हेनतेन यस्तो बाटो चाहिँ फेरि यस्तो खत्तम थियो कि बाटोको बारेमा केही भनिदेऊ ल। हक्का थियो यार, फर्स्ट क्लास गियर स्कुटरमा नि आउन सकिन्छ। अब कोही आउन चाहन्छ भने के भन्छौ? आउनुहोस्, रमाइलो छ। हिलोमा जोते जस्तो भएर जानुहोस् होइन। तर अहिले चाहिँ हामी भ्यू पोइन्ट भने त्यो हिमालहरूको भ्यू पोइन्ट भ्यू पोइन्टहरू यति आएन खै त। घरमा फेरि घरहरू पनि छन्, फेरि यत्तिकै जान त मिल्दैन होला। कखन भ्यू साइड होटेल पो रहेछ पहिला भ्यू साइड होइन, उयो खतर देखिरहन् त्यहाँ टपमा छ नि एउटा उयो झर्नु मिल्छ त ल। त्योबाट जा नि, त्यही जाउँ नि त। त्यो होटेलहरू चाहिँ अक्खा रहेछ नै। जे भए पनि ओ पर्स प्राइभेट होला नि त, अनि फेरि प्राइभेट प्रपर्टी भयो त कहाँ जानु मिल्यो त नि। चाहिँ पिकनिक स्पोट छ, भोक लागिरहेको छ, त्यहीँ जानुपर्छ क्या। अब झर्ना त झर्या झरी हो।
त्यो रिसोर्टमा टावर भएकोमा हो त्यो टावर माथि डाँडामा त्यो भ्यू टावर हो क्या त्यही हो क्या टावरमा झर्ना भ्यू टावरमा झर्न हुन्छ अब मैले माथिबाट पानी खनाइदिन्छु बेलुका भेटौँ न भाइ तर ठाउँ चाहिँ खतरै छ कस्तो राम्रो छ झर्ना छ माथि साँच्ची यता हो क्या यहाँ राम्रो आउँछ फोटो अब चाहिँ हामी अरूको मतलब भएन ग्रुपहरू त्यहाँ छ तर जे भए पनि अब ऊ र म हो क्या आइरहेको चाहिँ ऊ र म चाहिँ मिलेर अब यहाँ चाहिँ यस्तो राम्रो फोटो आइरहेको छ क्या टक्क टिकटक बनाउने हो मैले ड्राइभ नै गरेर आएन क्या फेरि अनि मजा आउँथ्यो यस्तो राम्रो छ क्या ठाउँ चाहिँ बवाल ल हाम्रो चाहिँ फोटो भिडियो 2-3टा टिकटक बनाइसक्यो उसले मुत्न लाग्छन् रे अब म देखाउनु त्यहाँ छैन तर भ्यू पोइन्ट हेर्ने हो भ्यू पोइन्ट हेर्ने भने चाहिँ यो चाहिँ अझै नर्मल हो है फेरि त्यति भ्यू पोइन्ट हामी यसको लागि चाहिँ आएन तर हेर चाहिँ ल भ्यू पोइन्ट चाहिँ होइन हिमालहरू के देख्छ क्या लाङटाङ गणेश हिमाल समथिङ के देख्छ क्या हिमाल चाहिँ तर जे भए पनि रमाइलो छ कस्तो फार्म हाउस जस्तो क्या हेर न एक्लै आफ्नो घर यस्तै घर भएको भए त म कसम भने हेर तर यस्तोमा चाहिँ अलिक गाह्रो हुन्छ आफ्नो साधन भयो भने चाहिँ ठिक नै बभालो फेरि आफ्नो साधन अब यता म त्यस्तो छु आफ्नो साधन नै भयो भने चाहिँ किनकि कस्तो रमाइलो हुन्छ भने जे भए पनि हुन त हाम्रो घरतिर पनि यस्तै त हो लगभग यही त लगभग नै सब यही त हो सब एरिया नै यस्तै त हो यत्तिकै एरिया हुन्छ तर घरतिर फेरि आजकल कोही छैन क्या नै भने त्यत्तिकै रमाइलो यत्तिको सब एरियाहरू हुन्थ्यो नि त सब चिनेकोसँग यत्तिकै ऱ्यान्डमली गएर बोल्दै पनि ब्लग बन्थ्यो केही छैन फर्स्ट टाइम हो राम्रै ठाउँमा आइरहेको छु अहिलेसम्म चाहिँ राम्रै गइरहेछ तर खै उता केटाहरू चाहिँ कता गए चाहिँ थाहा भएन अब चाहिँ हामी यहाँबाट उता केटाहरू भएको ठाउँमा पुग्छौँ त्यसपछि चाहिँ बल्ल अब ब्याग त अब छोड्न भएन ब्याग भनेको त तिमीलाई थाहा छ त्यही अब चाहिँ म अब कहाँ गइन्छ त्यहीँ गएर इन्फर्म गर्छु अब चाहिँ हामी यो भ्यू पोइन्टमै यहाँ जान चाहिँ दिँदैन क्या जस्तो छ त्यही पनि सोधौँ न गएर भनेर यहाँको ठाउँ चाहिँ यस्तो बवाल छ है फेरि त्यो जति हिँड्यो नि त्यसको चाहिँ रिग्रेट चाहिँ छैन जुत्ताको हो यहाँ जुत्ताको चाहिँ मम्मीले घरमा गएर मैले पनि धोइदिनुहुन्न आफ्नै धुनुपर्छ प्यान्ट उस्तै भइसक्यो केटाहरू कहाँ छ थाहा छैन फेरि जान पाउँछ क्या जान पाउनु भएन नि यत्रो आएपछि भ्यू पोइन्टमा आई लभ यु सुभिक्षा अरे को सुभिक्षा सुभिक्षा कोही छौ बन्द छ ए यही ठाउँ जस्तो छ यार हो र भन यो ब्लगमा त्यस्तो बवाल थियो यार तर यहाँ त त्यस्तो सोचे जस्तो भएन नि त भेजा हुन्छ नि त केटाहरू कता गयो क्या ए हामीलाई बाल भने हाम्रो फोटो खिच्ने ठाउँ भेट्यो नि त अर्को ओए गाउँ त खत्रै छ त पहाड जस्तो देखेको थिएँ यार मैले ब्लगहरूमा त कस्तो दामी थियो एउटा भिडियो बनाउँछु माथि अनि म यस्तो है ल अब ऊ चाहिँ भिडियो बनाउँछ म एकछिनमा यो सिनहरू छ नि एकछिनमा कभरेज गर्छु यहाँको बवाल सिन देखेर हामी चाहिँ अब यहाँको फोटो टिकटकहरू खिचेर चाहिँ साथी र म हिँड्यौँ केटाहरू चाहिँ कहाँ छन् थाहा छैन कता पुग्यो अघिसम्म त हामी सँगै थिएँ अब हामी चाहिँ अर्को ठाउँ पनि छ जस्तो लाग्थ्यो दाइ एउटा पहाड जस्तो भएको ठाउँ थियो नि अर्को पनि त्यो यहाँबाट जाने तल जाने होइन हजुर त्यहाँ ग्राउन्ड जस्तो छ नि हजुर सिधै त्यसको अपोजिट जाने क्या तलतिर कति टाइम लाग्छ हिँडेर त त्यही हो 10 मिनट बाइकमा हो भने बाइकै जान्छ त जान्छ त्यो पाखा चौरी होइन हजुर हजुर त्यो हिमाल चर्ने जस्तो त्यसको ठ्याक्कै उता ए ल धन्यवाद दाइहरूले चाहिँ भनेको त्यो हामीले खोजेको ठाउँ चाहिँ त्यो हो क्या अब कुद्नुपर्छ क्या हामी यार अब चाहिँ हामी चाहिँ मेन जुन ठाउँ भनेर आएको त्यही ठाउँमा चाहिँ जान लाग्यो
ऊ त्यो रातो छाता भन्थ्यो त्यसले राम्रो ठाउँ भनेर जान्ला खतरा भ्यू देखिन्छ अरे त्यहाँबाट चाहिँ मेन सेलिङ पोइन्ट चाहिँ यो एरियाको त्यही हो भन्थे त्यसको अपोजिट भन्थ्यो है कहाँ छ नि यार कतिलाई फोन गरेर एकपालि फेरि होइन त्यो पाहाड अलिक तलतिर थियो कि तल रहेछ त्यसलाई राइट भन्दो रहेछ यसको भाषामा कुन एङ्गलबाट यसले यताबाट आउँदा राइट मान्यो यार त्यही छ त अनि यसलाई राइट भन्दो रहेछ यो पढ्ने बेलामा त म कलेज नै आउनु नथ्यो कि त्यही भएर पढाइ इम्पोर्टेन्ट छ गाइज हुन त मेरै साथी हो लेफ्ट राइट पनि आउँदैन माथिबाट हामी माथि नै थिएन अनि लेफ्ट रे जान्छ रे के बाइक मस्त हिँडेर 10 मिनट नआयो भने छिटो पुग्छ भन्थ्यो हामी आज लेट भएको चाहिँ ऊ यो उसले गर्दाखेरि नाम चाहिँ के तिम्रो स्कुटी उहीँ उहीँ बार्ने माने लाग्यो कहाँ स्कुटी त्यो बढार्ने माने लाग्यो कहाँ सक्छ त नि अब त फाइनल हाम्रो फाइनल डेस्टिनी चाहिँ हिँड्न चाल्यो हामी अरू मतलब चाहिँ भएन अब कुद्ने हो मस्त यिनीहरूलाई फेरि यिनीले हो कि हामीलाई लेट गराएको यार त्यहाँ कस्तो खाल्थ्यो यता लिएर जाउँ न यहाँबाट छिट्छ है ए जाँदो रहेछ यस्तो भगवान् यसकै लाग्यो हो हामी आएको के को लागि यही ठाउँ है ठाउँ चाहिँ तर होइन यार मेहनत गरे जस्तो चाहिँ रहेछ है ठाउँ चाहिँ ल एरिया त अब तिमीहरूले हेर्नै सक्छौ जताततै त्यो अब यो चाहिँ यता कपल्सको लागि यता पनि छ कपल्सको लागि त्यहाँ छ नभएर त्यो यहाँ पनि जुमै गरेर देखाउँछु त्यहाँनिर ठाउँ चाहिँ बवाल नै हो है यतिको त यहाँ आएर यतिको ठाउँ आउनु भनेको त बवाल हो त्यो ठाउँ के कम्पिटिसन के कम्पिटिसन त्यसै त आफै लेट गर्ने अनि उसलाई चाहिँ अहिले कम्पिटिसन चाहियो नाइ पनि हेर अलि अझै छिटो आएको भए हामी यहाँ कति टाइम स्पेन्ड गर्न पाउँथ्यो पनि ठिक छ त्यसलाई त यहीँबाट के त्यही त भने मेन रोल है हिरोमै हो हुन्छ हिरो अझ हाँसिर अझ कति चिल हुन सक्यो कि यो मान्छे यसलाई हतार पनि हुन्न कहिले अब चाहिँ पशुमा जस्तोलाई घाँस हाल्ने पापा कि परिवारलाई फेरि भैँसी उफ्रेको पनि ठाउँ चाहिँ अनि भैँसी पनि गएको हो जस्तो नि तर अब यहाँ चाहिँ हामी फाइनली राम्रोसँगै आइसक्यो केटाहरू यता छ ऊ अब केटाहरूले छुट्टा खाने होला तर अब चाहिँ यहाँ मस्त एक लट फोटो भिडियोहरू बनाउनु पर्छ त्यसपछि फेरि चल्दिने त्यही बाटो जुत्ता अन्त सुकिसकेछ पुछ्यो भने जान्छ बाल भएन अब यति हो अब चाहिँ बिचमा म ब्लग बनाउँछु नै भने चाहिँ सिन चाहिँ यही नै हो ल चाहन्छौ अब चाहिँ के बोल्न चाहन्छौ भन त अब चाहिँ के बोल्न चाहन्छौ यत्रो लेट गरिदिएर 2 घन्टा तिमीहरूले 2 घन्टा लेट भयो भने त तलैबाट नआउनु पर्छ नि त अनि किन आएको कहाँबाट तलै भएपछि हुँदै अनि चिन तिमी उता जाने अनि आइरहेछ
यति यत्रो बेर कुरेर बसेर अझै रोन्छ अझ नआएको भए हुन्थ्यो भेटाउन सक्थेन अगाडि आएको को के रे अगाडि आएको को के अगाडि त्यहाँले त मैले भेटाउन सक्थेँ नि त त्यहाँदेखि बाइपास नजाने भयो भन्ने चाहिँ ओइ यार त नजानेको कुरा नजाने भयो किन आयो भन्छ त अनि लास्ट जामलाई त अनि घर पुग्ने नि हो के साथी मामासँग हैन साधन माग भन्छ अनि रा फोन गरिदियो नि कसलाई फोन गर्ने मामा भन्छ र कसलाई फोन गर्ने म भिनाजले फोन गरेर भनिदिउँ ल भन भाइ म तेरो एकछिन दाइ फोटो आउँछ नि तपाईँलाई मस्त खिचिदिन्छु यहाँ गर्न त्यही छ नम्बर भन्छन् नि उसले नम्बर यहाँ मसित छ उसले भनिहाल्छन् नि म भन्ने गर ल वाट्सएपमा खोजेर ल गर यहीँ बसेर गर यहीँ हामी बोल्दै बोल्दैनौँ हामी बोल्दै बोल्दैनौँ ल तिमी रेकर्ड त हुन्छ कहाँ गएको भनिदिनु यहीँ आएको तिमी कहाँ नि भनिदिनु भनिदिनु हो कसरी गर्छ यसको कन्टेन्ट उयो ठिकै छ यहाँ त गऱ्यो आज घुम्न आएको म रोज साथीहरू मिलेर ककर्नी त्यतिकै हुने होइन नि बोला होइन बस्नु त होइन फर्किँदै तर आउनु चाहिँ ढिलो हुन्छ जस्तो लाग्यो त्यो उता जाने साथीहरू छ कि उतै जान्छ होला दिदी त आउनु भएन धन्न बोल्न चाहिँ बोल्यो तर बाइक त यहीँ झार्दो रहेछन् केटाहरूले त्यो रहेछ क्या त्यो क्लाइम्ब गर्ने चाहिँ हिल क्लाइम्ब के भन्छ हिल क्लाइम्ब नै होला त्यो एरियामा पुगेपछि हल्का फोटो टिकटक त बनाउनै पऱ्यो त्यो बोल्यो यो ल अब चाहिँ म फोटोसोटो खिच्छु यहाँ यो दाइले चाहिँ हैरान भनेछ अघिबाट फोटो भन्नुभयो त्यही भएर फोटो भिडियो बनाएर त्यसपछि अब निस्किने बेलामा यहाँको सब फाइनल भएपछि चाहिँ म टक्क लाएर अनि फेरि आउँछु ल आज त यहाँ ककर्नी घुम्न आएको ककर्नी हो कि ककर्नी होइन अनि चाहिँ यो डाँडा घुम्दैछौँ अनि यहाँ घर जान हतार भयो अरे कुरो भइसक्यो त कुरो भइसक्यो मिलिसक्यो अब मेरो फोटो अब उस छ होइन के भन्छ फोटो सेक्सन छ एकछिन होल्ड गरौँ ल ब्लग चाहिँ अब यति अहिले होल्ड गर्छौँ यस्तो दामी ठाउँमा चाहिँ ब्लग मिस गर्न त हुँदैन तर बवाल छ कि भ्यू चाहिँ ठाउँ पनि खत्रै छ अझै त्यो ग्राउन्डमा गएर एकलट भिडियो हानेपछि तर खत्रै देख्छ त है ठाउँ त तर जे भए पनि बवाल छ ठाउँ ब्लग पनि आजको फर्स्ट ब्लग नै खतरा होला जस्तो छ मस्त यहाँबाट यस्ता त नि यिनी हाम फाल्दै जाने हजुर तल पनि त हेत्ते यो ग्राउन्ड चाहिँ ठिक छ कि त्यहाँनिर गएर फोटो हानिदिउँ कि यिनी त नर्मल हुने यस्ता थियो नि यिनी चाहिँ हामी बच्चा बेलामा पासा थाप्न जाने बेला ल यहाँ यता यहाँ छ कि त हामी हेरेर मैले भ्यू हेर यस्तो दामी छ सर मस्तको छ यो ठाउँ तर यतिको अनि मैले भ्लगमा हेर्दा चाहिँ थियो कि तर हल्का होला अर्को साइड होला जस्तो इमेजिन गरेको थिएँ तर बवाल छ यहाँ पनि अरू कसैले पनि डिजर्भ गरेन क्या यस्तो ठाउँ हेर यस्तो यो सिटमा बस्ने कपल्सवाला फोटो खिच्ने हुन्थ्यो नि अब हुन्छ कोही भएनौ तिमीहरू कोही आएनौ केही छैन अब म छु त म आइसकेँ यस्तै हो तिमीहरूले डिजर्भ गरेन क्या त्यो के गफ जोतिराख्यो यसले के रे के फेरि बोला के गर्ने यहाँ क्याम्पिङ आउनु पर्यो त्यहाँनिर क्याम्पिङ हामीले टेन्ट नै लिएर आउने नि टेन्ट भन्दा त्यो टिनको भाडा लाग्छ भने पैसा नतिर्किने यहाँ बस्दिने चट्ट रक्सी खाने चट्ट रमाइलो गर्ने भोलिपल्ट म त रक्सी खान्न नि त अनि म नखानु भइहाल्यो त ल अब चाहिँ यहाँबाट हामी निस्किन्छौँ यहाँबाट हामी निस्किन लाग्यो अनि यहाँबाट हामी निस्किन लाग्यो अनि उता हिलो छ त्यहाँ हिलो पुगे एकछिन रोकिन्छ झर्छ अनि त्यहाँ त अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ त्यही हो तिमीलाई डिजर्भ गरेन यो प्लेस अब एक्लै आउनु पऱ्यो साथीहरूसँग त आयो एक्लै त नै कि कोही भएको भए कोही पट्या भए म लिएर आउँथेँ नि तिमीहरूलाई अर्कोचोटि प्लान बनाएर आउँथ्यो निस्कियो अनि हान्थ्यो गाठालाई बवाल नै आउँदा हुन्छ है कसैलाई काठमाडौँदेखि नजिक टक्क
एरिया आउन मन छ भने चाहिँ यहाँ आउँदा हुन्छ बलाल छ ठाउँ टक्कै एक दिनकै प्लेस के एक दिनकै टाइम भनौँ न मतलब तिनीहरू त आयो त कि मुत्न जाने हो कता केही त भन्दैन अब यस्तो पिसाब लगाइराख मुतिहाल्छु म एकछिन बाल भएन जस्तो नि अब हामी सिधै जान्छ खाजा नखाने तलतिर खाने कि हेर्नु त्यो हिलो कटौँ पहिला हिलो कटेपछि खाने कि त्यही गरौँ भनिहाल न पानी खाऊँ तिमीले गुडियाले लेट गराएर यहाँ उडिया र सुडिया भइसक्यो फेरि लेट नगर न यार तिमी जाउँ त साथी चटपट भन्दै गर नत्रै नखाइनु हुन्छ हिलो कटौँ यार 6 बजिसक्यो जाम ल अब चाहिँ हामी हिलो कटेर जग्गा जान बस्छौँ त्यही नै मात्र म त्यही हो त्यही भएर चाहिँ म त्यहाँनिर चाहिँ भ्लग गर्छु ल अब तिमी चाहिँ पहिला कुदिहाल बेले कहाँ आयो रे कहाँ आयो यहाँ हामी यहाँ आइसक्यो कहाँ रे ठाउँ सिधा भएन सिधा पहिला आइयो अब चाहिँ फर्स्ट भ्लग हो मलाई त एडिट गर्न पनि कति दिन लाग्ने भयो अहिले चाहिँ हामी सिधा पहिला छौँ यहाँ सबजना यति छन् अब उता एकजना दाइ चाहिँ उता हुनुहुन्छ आजको भ्लग चाहिँ यहीँ हुन्छ अब यही नै एन्ड गरिदिन्छु भ्लग चाहिँ यति नै अब पहिला आउँछ यो भ्लग चाहिँ थाहा छैन जहिले आउँछ म टिकटकमा इन्फर्म गर्छु त्यही हो।